बिहानीको समयमा जुन ब्रह्म मुहूर्त भनिन्छ, हामी शरीरलाई ऊर्जान्वित बनाउनको लागि केही अभ्यासहरू गरिरहेका छौँ, जसलाई योगी भाषामा यौगिक जगिङ भनिन्छ। सुरु गर्छौँ। 1 नम्बर। 1 पुरा श्वास प्रश्वासको साथमा पूर्ण रूपले ऊर्जा भर्दै 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 2 नम्बर यौगिक जगिङको 2 नम्बर पूर्ण श्वासको साथमा 3 नम्बर 4 5 हामीले एउटा गुरु स्वरूप देखाउनको लागि हामीले गरेका छौँ। यसमा 1 2 सङ्ख्या गनिएको छैन। 6 नम्बर यहीँबाट पूर्ण रूपले श्वास लिँदै हेर्छौँ आकाशतिर, विपरीत विपरीत विपरीत। 7 नम्बर यहीँबाट 7 नम्बर 1 जानु होला पछाडि, 2 3 4 5 6 7 8 9 8 नम्बर 1 2 3 4 5 6 यहीँबाट 9 नम्बर 1 2 3 4 श्वासको साथमा 10 नम्बर 1 2 3 4 5 6 7 8 9 10 11 नम्बर 1 2 3 4 5 6 7 8 9 10 11 12 ल दोस्रो ख फटाफट 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 13 नम्बर 1 2 3 4 5 6 7 8 9 10 11 12 14 नम्बर दुवै गोडालाई दुवै हात श्वासको साथमा 15 नम्बर 15 16 नम्बर 16 नम्बर 'विपरीत' 17 नम्बर यहीँबाट हातलाई पुरा चक्र जस्तै घुमाइदिनुहुन्छ। 18 नम्बर तालीबाट फटाफट 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 फटाफट